वास्तवमा देश बिगार्ने भनेको यिनै जनता हुन्। वास्तवमा हामीले नेतालाई मात्रै आरोप लगाउँछौँ, जहिले पनि नेतालाई आक्षेप लगाउँछौँ। यिनै नागरिकहरूले हो यो देश सखाप बनाएको चाहिँ। हिजो शेरबहादुर देउवाको घर जलाउन जाने पनि यिनै नागरिक, हिजो शेरबहादुर देउवाको लोग्ने स्वास्नीलाई पिट्ने पनि यिनै नागरिक, पछाडिबाट लात हान्ने पनि यिनै नागरिक, र यो देश नै नबस भनेर घचेट्ने पनि यिनै नागरिक। तर आज यिनै नागरिक फुलमाला लिएर एयरपोर्ट नै कब्जा गरेर वेलकम गर्न गइरहेका छन्। यो देश साँच्चीकै नागरिकले बिगारेको हो। र शेरबहादुर देउवालाई धेरै व्यक्तिहरू गएर वेलकम गरिसके पछाडि उसको मनोबल बढेको। मेरो साथमा त यति धेरै समर्थन रहेछन्, यति धेरै मान्छेले मलाई माया गर्दा रहेछन्, मेरो साथमा यति धेरै जनता छन् भनेर उसको मनोबल बढेर उसको भाषण सुन्नुभयो। हामीले राजा ज्ञानेन्द्रलाई त फालेर आयौँ, अब यिनीहरूलाई फाल्नलाई के छ र भने जस्तो गरेर एकदम दमदारका साथ भाषण दिइरहनु भएको थियो। हिजोसम्म लुकेर लोग्ने स्वास्नी लुकेर उहाँ कुन दुलोमा लुकेर बस्नु भएको थियो, आज आएर यत्रो भाषण दिन भ्याइसक्नु भयो। यो मैले कुनै पनि उहाँहरूसँग मेरो कुनै पनि व्यक्तिगत रिसिभेको कुरा होइन, एउटा सचेत नागरिक भएर यो देशको नागरिक भएका कारण मैले देखेका कुराहरू, मेरो मनमा लागेका कुराहरू मेरो सामाजिक सञ्जालबाट प्लेटफर्मबाट मजाले राख्न पाउँछु। विगत लामो समयदेखि पनि राख्दै आएकी छु, भ्रष्टाचार विरुद्ध बोल्दै पनि आएकी छु। र आज त्यही व्यक्तिलाई वेलकम गर्न जाँदाखेरि पुरै बाटो एयरपोर्ट सबै कब्जा गरेर आज वेलकम गरे। र तिमीहरूको नेता जाने भनेको त्यही नक्खु कारागार नै हो, जेल नै हो। किनभने तिमीहरूको नेतालाई धेरै कुराको आरोप छ, ताकि त्यो राम्रोसँगले अनुसन्धान गर्दाखेरि सबै कुरा पुष्टि हुने आरोप छ है। हिजो सामान्य नागरिकलाई त्यति आरोप लागेको थियो भने त्यो नागरिक आज नक्खु कारागारमा सडेर बसेको हुन्थ्यो, त्यो नागरिकको पक्षमा कुनै पनि हुँदैन थिए। तर शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाखेरि तिमीहरूले धेरै धेरै ओत पाएका थियौ, तिमीहरूलाई धेरै संरक्षण गरेको थियो होला, त्यसकारण तिमीलाई माया लागेर गयो होला। तर हिजोको दिनमा घर जलाउन जाने त तिमीहरू नै थियौ। यदि तिमीहरू थिएनौ भने शेरबहादुर देउवाको घर जलाउँदा र शेरबहादुर देउवालाई पिट्ने बित्तिकै हात छोड्ने बित्तिकै रगत्ते बनाएको भिडियोहरू तत्कालै सार्वजनिक गरेका थिए। त्यति बेला पनि त जोगाउन जान्थ्यौ, किन जोगाउन गएनौ त? शेरबहादुर देउवाको घर कहाँ छ, केपी ओलीको घर कहाँ छ, फलानाको घर कहाँ छ भन्ने त हामीलाई त थाहा थिएन। तिमीहरू नै हो एमालेबाट असन्तुष्ट भएकाहरू, एमालेकै के अरे पार्टी कार्यालय जलाउन गयो, घर जलाउन गयो, कसका नेताहरूका, कङ्ग्रेसबाट असन्तुष्ट भएका तिमीहरू नै गयो। आखिरी पङ्गु बनाउने चाहिँ कसलाई त भन्दा जनतालाई होइन त? अनि के नगरे जस्तो माला खाता हिजो तिमीहरूले होइन लात हानेको। जनताले मन नपराएर तेरो नेतृत्व मन परेन भनेर, तेरो उसमा भएको नेतृत्व चाहिँ मन परेन, यो देश खोक्रो बनाइस्, हरिकङ्गाल बनाइस्, मान्छे बेचिस्, दुनियाँ भ्रष्टाचार गरिस्, देश खोक्रो बनाइस् भनेर लात हानेर पठाएको होइन हिजो। फेरि आज त्यही व्यक्तिलाई वेलकम, त्यही व्यक्तिलाई भव्य स्वागत। आखिरी यो देश बिगार्ने भनेको हामी नेपाली जनता नै हौ। जहिलेसम्म नेपाली जनताको यो चेत खुल्दैन नि, तबसम्म यो देश कहिले पनि माथि जाँदैन, कहिले पनि जाँदैन। एउटा जब सानो रुल्स के अरे अहिलेको सरकारले केही न केही टाइट गर्न खोज्दा एउटा सानो रुल्स ल्याउँदा त मान्छे आत्महत्या गर्छ भनिसके पछाडि यो देश कहिले पनि माथि जाँदैन। देश चाहिन्छ सिङ्गापुर जस्तो, रुल्स केही फलो नगर्ने, अनि जहिले पनि त्यही नेताको पक्ष पोषण गरिरहने। अनि अहिले वाम एकता अरे, यिनीहरूलाई एकता गर्नलाई कुन चाहिँ उ थियो र? कहिले गरेका थिएनन् र यिनीहरूले एकता? जहिले गरेका होइनन् र? यिनीहरूले अहिलेसम्म पनि बीपीको सिद्धान्तको ब्याज खाइरहेका छैन होइन र? यिनीहरूले बीपीको सिद्धान्त के फलो गरेका छन् र? यिनीहरूले केही गरेका छन् र? यिनीहरूले गरेको भए हिजो यिनीहरूले वर्षौँदेखि जरा गाडेर बसेको कङ्ग्रेस एमालेलाई यसरी जरै लाएर उखाल्तिर जनताले रोडमा सुताइदिएका होइनन् भोट मार्फत। लाजा मर्दो के तमासा देखाएको।